वासुदेवाय नमः। बुढालिन कण्ठ आउने बित्तिकै पहिलो शब्द। यसै गरी हामी पनि बुढालिन कण्ठको चपली भन्ने ठाउँमा एउटा नर्सरीमा गएका थियौँ। त्यहाँ दादा, पापा, बुढी र म थियौँ। नर्सरीमा फुलहरूको ब्युटिफुल सिनेम्याटिक सट लिँदा लिँदै त्यहाँ एउटा राम्रो गीत बजिरहेको थियो। त्यही गीतमा बुढीले रुने एक्टिङ पनि गरी। सेन्टर अफ एट्र्याक्सन बुढी नै थिए, किनभने बुढीले अङ्गुरको रुखबाट अङ्गुर छुन खोजिरहेकी थिइन् विथ सो मच अफ एफर्ट, जति उफ्रिँदा पनि समात्न सकिन। देन बुढीको अर्को नाटक मैले फेरि एउटा सिनेम्याटिक सटमा लिएर निक्ल्यौँ नर्सरीबाट। बट नर्सरीबाट निक्लिँदा बुढीको मुखमा छुट्टै चमक थियो र एटिट्युड पनि। त्यही एटिट्युड सो गरेर बुढीले क्यामेरामा हेरेर फेरि त्यो बोक्सी फुल गरिदिए। त्यसपछि हामी त्यहाँबाट निक्ल्यौँ र हाम्रो आँखा गयो टावर मार्क भन्ने बोर्डमा, जहाँ चाहिँ कुनै पनि टावर थिएन। त्यसपछि हामी ग्रेट ग्रान्ड मस्ती I-10मा आयौँ। त्यहाँ आएर बुढीको एटिट्युड चाहिँ खास के हो भन्दाखेरि उसले त्यहाँबाट स्ट्रबेरी चोरेकी थिइन्। त्यसपछि हामी लाग्यौँ शिवपुरी नेसनल पार्कतिर। शिवपुरी नेसनल पार्कमा टिकट काट्न जाँदाखेरि अनलाइन पेमेन्ट हुँदैन, ओन्ली क्यास भनेर हामीले त्यहाँ टिकट लिन पाएनौँ। सो बुढीको यस्तो ठुस्सो परेको मुख क्याप्चर गर्दै हामी त्यहाँबाट लाग्यौँ घरतिर। जस्ट टु बी अनेस्ट विथ यु, आज बुढालिन कण्ठको सडक एकदम क्लिन, आकाश एकदम के भन्छ नि त्यो एट्र्याक्टिभ, बाटो त्यस्तै, अनि सबैजनाको मुखमा एउटा सेटिस्फ्याक्सन। घर आउन साथ यत्रो ठुलो पानी पर्यो कि विथ गड्याङ गुडुङ्स हामीलाई एकदम आनन्द, एकदम मलाई त एकदमै पानी परेपछि क्या सुत्न मन लाग्छ कि। सो द्याट ह्यापन। बट एज यु नो, आफ्टर रेन यस्तो क्लिन लाग्छ, मलाई चाहिँ एकदम सेटिस्फ्याक्सन लाग्छ कि आफ्टर रेन चाहिँ त्यो हेर्नको लागि। सो यहाँसम्म आइदिनु भएकोमा धन्यवाद। सी यु अन नेक्स्ट एपिसोड। Bye-bye.